जनताको आवाज, जनताको सरकार, जनताको सरकार, स्थानीय सरकारको कुरा सुन। जनताको आवाज, जनताको सरकार, जनताको सरकार, स्थानीय सरकारको कुरा सुन। जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार। नमस्कार दर्शकबिन, जनताको आवाज, जनताको सरकार, स्थानीय सरकार, स्वच्छ, सक्षम, निष्पक्ष र पारदर्शी सरकार, सुशासनको सरकार निर्माण गर्ने परिकल्पनाका साथ हामीले यो पोडकास्ट सुरुवात गरेका छौँ। र यो पोडकास्ट चाहिँ तपाईँले रेडियोफिकल 90.6 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ भने रेडियोफिकल लगायतका अन्य हाम्रा विभिन्न सामाजिक सञ्जालहरू मार्फत पनि तपाईँले यो कार्यक्रमलाई हेर्न र सुन्न सक्नुहुनेछ। तपाईँलाई अघिल्लो अङ्क कस्तो लाग्यो? अघिल्लो अङ्कमा रहेका तपाईँका विभिन्न सल्लाह सुझावलाई मध्यनजर गर्दै हामीले यो दोस्रो अङ्क सुरुवात गरेका छौँ र दोस्रो अङ्कमा पनि आज हामीसँग विगत 9 वर्षदेखि सूर्योदय नगरपालिकाको सफल नेतृत्व गर्नुभएका सूर्योदय नगरपालिकाको पूर्व नगर प्रमुख रणबहादुर राईज्यू हामीसँग यो पोडकास्टमा हुनुहुन्छ। विभिन्न विषयवस्तुमा आज पनि हामी कुराकानी गर्नेछौँ। त लागौँ विषयवस्तुतर्फ। म पुनः सूर्योदय नगरपालिकाको निवर्तमान नगर प्रमुख रणबहादुर राई सरलाई हाम्रो दोस्रो अङ्कमा पनि स्वागत गर्छु। ठीक छ त हजुर सिजियोस्। आजको कुराकानीमा यहाँ एक्साइटेड हुनुहुन्छ? एकदम हजुर एकदमै। म अब गत अङ्कको कुराकानीलाई नदोहोऱ्याइकन नयाँ विषयवस्तुलाई माझ राख्न चाहन्छु। होइन, तपाईँ पनि 3वटा चुनाव फेस गरिसक्नु भएको अवस्था छ होइन? 3वटा हो र? 3वटा हो नि, पहिलो तेस्रो होइन, 3वटा। र अब चुनावमा जनतासँग घर घरमा गएर राखिने कुराहरू चाहिँ पुरा गर्न कतिको सजिलो हुँदो रहेछ र बाहिर बसेर गुनासो गर्नु र पदमा पुगेर त्यसलाई पुरा गर्नुमा अन्तर के रहेछ? धेरै कुरामा विचार गर्नुपर्छ। हजुर, सुरुमा जोसिलो कोही जोसिलो साथीहरू हुन्छ कि भित्र गुदी थाहा हुँदैन नि त। हजुर, त्यहाँ गइसके पछाडि बाहिरबाट हेर्दा जस्तो हुन्छ नि, भित्र त्यस्तो हुँदैन कि। नगरपालिका अथवा कुनै सरकारमा गइसके पछाडि पैसा जति पनि हुन्छ, तयारी हुन्छ, फुत्तै निकालेर दिने मात्रै भन्ने खालको सोच हुन्छ कि। तर त्यस्तो होइन। नेतृत्वहरूले बोल्दाखेरि नि जति बेला बोल्यो यो दिन्छु ऊ दिन्छु आदि गरिदिन्छु भनेर बोलेको चाहिँ मैले साह्रै याद गरेको थिएँ कि त्यो काम गर्न सक्छ कि सक्दैन, पछि काम गर्नै सक्दैन, कम्प्लेन आउन थाल्छ हेर्नुहोस्। त्यसैले गर्दाखेरि बहुत विचार गरेर बोल्नुपर्छ। 3 तहको सरकार मिलेरै गर्ने हो। हाम्रो संविधानले पनि त्यही भनेको छ होइन। 232ले त्यही भनेको छ, 3 तहको सरकार मिलेर काम गर्ने होइन। हुन त अब यो चाहिँ स्वशासन र साझा शासन हो। आफै चाहिँ शासन गर्ने र मिलेर गर्ने भन्ने हाम्रो यो सिद्धान्तमा आधारित हाम्रो संविधान छ। अहिले भन्नु खोजेको पनि यो हो नि त, यो हामीले जुन चाहिँ कुरा गरिरहेछौँ नि, हजुर, पब्लिकले पनि थाहा पाउनु पर्यो होइन। हामीले के माग्ने, कस्तो प्रकार स्थानीय तहको चुनाव हो कि प्रदेश सरकारको चुनाव हो कि सङ्घको चुनाव हो र हामीले के कुरा चाहिँ यति बेला गर्नुपर्ने रहेछ भन्ने कुरा जानोस् भनेर नै हामीले पोडकास्ट सञ्चालन गरेका छौँ। त 9 वर्षको अनुभव लगायत अन्य कुराहरू। जनप्रतिनिधि जो उम्मेदवार हुन्छ, उम्मेदवारले पनि आफ्नो अधिकार क्षेत्राधिकारभित्रका मात्रै कुरा गर्ने भयो। त्यसैले गर्दाखेरि यसमा चाहिँ ध्यान दिनुपर्छ। अब यहाँ नगरपालिकामा आउँदै गर्दाखेरि आन्तरिक स्रोत कति थियो र अहिले कति भएर चाहिँ यहाँ बिदा हुनुभयो? तपाईँ बिदा हुँदै गर्दा कार्य सम्पादन भन्छ। कार्य सम्पादनको बारेमा पछि हामी अलिक लामो बहस गरौँ कि। हजुर हजुर। कार्य सम्पादनको आधारमा चाहिँ यो स्रोतहरू आउने गर्छ कि। सामान्यकरण अनुदान भन्ने आउँछ, राजस्व बाँडफाँड हुन्छ, केन्द्रबाट आउने समपूरक सामान्यकरण, त्यसै गरी राजस्व बाँडफाँडका पैसाहरू, प्रदेशबाट पनि प्रदेश सामान्यकरण पैसा आउँछ। त्यसै गरी समपूरक भन्ने हुन्छ, एउटा विशेष अनुदान पनि हुन्छ। अनुदान थुप्रै प्रकारका हुन्छ अनुदानहरू, त्यस बारेमा पनि हामी पछि कुरा गरौँ। तर स्थानीय तहलेको चाहिँ आफ्नै सबै आन्तरिक स्रोतबाट केही पनि गर्न सक्दैन। सबै चाहिँ माथिमै भर पर्नुपर्ने हुन्छ, सङ्घीय सरकारमै भर पर्नुपर्ने हुन्छ। किनभने त्यहाँ पनि प्राकृतिक स्रोत तथा वित्त आयोग भन्ने छ कि। त्यो प्राकृतिक स्रोत तथा वित्त आयोगले चाहिँ स्थानीय तहहरूको चाहिँ कार्य सम्पादनको आधारमा चाहिँ के गर्छ भन्दाखेरि उसले चाहिँ
सिफारिस गरिदिन्छ यो पालिकालाई यति दिने यो पालिकालाई यति दिने भनेर उसको जनसङ्ख्याको आधार हुन्छ उसले काम गरेको आधारहरू हुन्छ अब बेरुजुको आधारहरू हुन्छ थुप्रै त्यसको कार्य सम्पादन भन्छ त्यसलाई है त्यसको आधारमा तपाईँले चाहिँ नगरपालिका अथवा गाउँपालिकाले पैसा प्राप्त गर्छ र स्थानीय तहको चाहिँ एकदमै कम जस्तै म यहाँ आउँदाखेरि त एकदमै कम्ती थियो घर रेजिस्ट्रेसन भन्ने 60-70 लाख आउँथ्यो तर म आइसकेपछि त्यसलाई झनै 2 करोड भन्दा बढी पुर्याइयो हैन तपाईको पर्यटन सम्बन्धी आउने करहरू 100 गुणा बढाउन सफल भइयो त्यसैगरी त्यसो गर्दाखेरि सबै त्यति बेला 2 करोड 75 हजार जति थियो लाख जति थियो भने अहिले झनै सबै गरेर घर जग्गा रेजिस्ट्रेसन लगायत आदि कुरा गरेर 10 करोडको हाराहारीमा चाहिँ आन्तरिक राजस्व उठ्ने गर्थ्यो यहाँ चाहिँ मेरो टिमले पनि अब 25 वर्षमा चाहिँ नगरपालिका आफै खुट्टामा उभिन सक्नुपर्छ भनेर त्यस्ता प्रकारका थुप्रै कार्यक्रमहरू चाहिँ हामीले अगाडि बढाएका थियौँ। हजुर यो बजेटको सन्दर्भमा नि यहाँ नगरपालिका आउँदै गर्दा कतिको बजेट बन्थ्यो र अहिले कतिको बन्दैछ र सबैभन्दा धेरै खर्च चाहिँ केमा हुन्थ्यो? अब सबैभन्दा बढी त यहाँ शिक्षामा हामीले चाहिँ खर्च गरेका थियौँ हैन शिक्षामा झन्नै 37 देखि 38 करोड जान्छ शिक्षामा मात्रै यसो ठुलो बजेट देखिन्छ भरै शिक्षामा 37 करोड 38 करोड अनि अर्को बजेट कहाँ जान्छ भन्दाखेरि सामाजिक सुरक्षा भत्ता भन्छ नि सुन्नु भएको छ नि सबभन्दा बढी त्यसमा जान्छ है हैन दोस्रोमा हजुर सामाजिक सुरक्षा भत्तामा चाहिँ जान्छ झन्नै 36 करोड जति नगरपालिकाको 36 करोड हजुर 36 करोड अब कुनै घरमा त महिनाको 40,000 जति जान्छ हजुर हजुर है हजुर तर कहिले दुःख पनि लाग्छ जस्तै 40,000 चाहिँ एक महिनामा सरकारले भत्ता दिन्छ हैन कहाँबाट लिएर दिन्छ कसो गरेर दिन्छ त्यो थाहा छैन है अब तर हजुर त्यही मान्छेलाई 1000 नगरपालिकामा कर तिर्नु पर्यो भने 1 वर्षसम्म हल्ला गरी बस्छ त्यसैगरी कर्मचारीमा निकै ठुलो रकमहरू विनियोजन गर्नुपर्ने हुन्छ सेवानिवृत्त भइसके पछाडि निकै ठुलो रकमहरू दिनुपर्ने हुन्छ कि नगरपालिकाले जस्तै एकैचोटि 10 जना कर्मचारी नगरपालिकाबाट रिटायर हुने भयो घर बस्ने भयो भन्यो भने एउटा कर्मचारीबाट 40 लाख जति दिनु पर्यो भने कति गयो 4 करोड हैन हजुर 4 करोड त एकैचोटि जाने भयो नि त त्यसैले गर्दा त्यस्तोको व्यवस्थापन नगरपालिकाले गर्न सकेन भने निकै गाह्रो हुन्छ थुप्रै कुराहरू छन् इलाम जिल्लाको सबभन्दा ठुलो बजेट बनाउने पालिकाकै रूपमा यो पालिका थियो र छ पनि अहिले भोलि हुन्छ पनि यो कानुन बनाउन नि यहाँहरूलाई सुरुवातमा आउँदाखेरि कसले सहजीकरण गरेर कतिको सजिलो थियो र यो कानुन बनाउन आवश्यक पर्ने मुख्य कुराहरू चाहिँ के रहेछ? कानुन चाहिँ यसो छ कि सर हजुर यो चाहिँ बुझ्नै पर्ने कुरा हो हजुर कानुन बनाउनको लागि सबभन्दा महत्त्वपूर्ण भन्ने कुरा भनेको चाहिँ तपाईसँग राम्रो के हुनुपर्छ अनुभवी मान्छेहरू हुनुपर्छ विज्ञता हासिल गरेका व्यक्तिहरू हुनुपर्छ तपाईले बुझ्नु भएन जान्नु भएन भने अरूबाट सहयोग लिनुपर्छ जनप्रतिनिधिहरूले है यो खेलाउने चाहिँ होइन स्थानीय तह चलाउनु पर्यो के भयो भने भोलि मैले गरेको होइन भन्दा मिलेन नि त नगर प्रमुख भइसके पछाडि राम्रो भए पनि नराम्रो भए त्यसको जिम्मा लिनु पर्यो क्या त्यसले बिगार्दैछ अब उसले बिगारेको त मैले जिम्मा लिनु मिलेन भन्नु भएन त्यसलाई सुधार्नु पर्यो बिग्रेको छ भने त्यसबाट फुत्तै निस्किनु चाहिँ मिलेन कर्मचारीले बिगार्दैछ भन्नु पनि भएन कि दोष कसैलाई लानु भएन किनभने तपाईलाई अधिकार दिएको छ नि त नगर प्रमुख भएपछि तपाईलाई अधिकार दिएको हुन्छ संविधानको धारा 226 ले चाहिँ स्थानीय तहले कानुन बनाउन पाउने भन्ने व्यवस्था छ र धारा 227 ले चाहिँ के भन्छ भन्दाखेरि कानुन बनाउँदाखेरि गाउँसभा र नगरसभा सम्बन्धी व्यवस्था सम्बन्धी अन्य व्यवस्था भनेर दिएको छ अनि प्रदेशले कानुन 7वटा प्रदेशले कानुन बनाएको छ स्थानीय तहको नगरसभा गाउँसभा नगरसभा कहिले गाउँसभा तथा नगरसभा सञ्चालनको लागि
व्यवस्था गर्न बन्नेको ऐन 2075 भन्ने छ। त्यो चाहिँ सबै पब्लिकलाई मैले फेरि अहिले पनि जानकारी गराएँ। स्थानीय तहले कानुन बनाउँदा के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने कुरामा चाहिँ एडिट हुन्छ। त्यो बेला नि जस्तै प्रदेशको चुनाव पनि भएको थिएन होइन, र प्रदेशको कानुन पनि बनेको थिएन होला, अनि त्यो अवस्थामा चाहिँ कतिको सहज कस्तो भयो? यो स्थानीय सरकार सञ्चालन ऐन निर्माण गरिदिएको थियो। त्यो त्यहाँबाट पनि थाहा, जस्तै यही तपाईँले अघि ठ्याक्कै कुरा गर्नुभयो नि तपाईँले। हजुर, गाउँसभा नगरसभा सञ्चालनको लागि व्यवस्थापन गर्न बनेको ऐन 2075 नहुँदाखेरि कसरी सञ्चालन गरियो भन्दाखेरि स्थानीय सरकार सञ्चालन ऐनमा चाहिँ त्यो प्रदेश सभाको कानुन नबनिन्जेलसम्मको लागि भनेर त्यहाँ दिएको छ कि त्यो भनिएको छ। त्यसरी चाहिँ सञ्चालनमा आएको थियो र त्यो बनिसकेपछि त्यो स्वतः अहिले खारिज भयो। हजुर, यो कानुन चाहिँ कसरी बनाइन्छ? जस्तै अब कुनै कुनै पालिकाहरूले चाहिँ एकै दिनमा कानुन पारित गरेको पनि हामीले देख्छौँ होइन। यसको चरणहरू के होला? जस्तै कतिपय अवस्थामा चाहिँ नानीहरूको खेलाउना जस्तो त भएको छैन भन्ने प्रश्न पनि उठ्छ नि कानुन बनाउने कुराहरू चाहिँ। त्यो त ठिकै भन्नुभयो तपाईँले। अब शिक्षामा चाहिँ 3वटा मुद्दाहरू हारेको उदाहरण पनि छ कि अदालतले हराइयो, नगरपालिकाले क्षति बेहोर्नु पर्यो, प्रणालीहरू प्रक्रियाहरू मिलेन, त्यो गाह्रो, त्यसरी गाह्रो पनि हुन्छ। पहिला चाहिँ कार्यपालिकाले के गर्नुपर्छ भन्दाखेरि एउटा समिति बनाउनु पर्छ। कार्यपालिकाले प्रक्रिया त्यही हो, फेरि ऐनमा बनेको कुरा, ऐन बोलेको म बोलेको होइन। सबै मैले यसो राखेको, यहाँ किताब पनि राखेको छु, ऐनकै कुरा गर्दैछु मैले। र कार्यपालिकाले एउटा समिति 7 जनासम्मको बनाउन सक्नेछ भन्ने व्यवस्था छ त्यहाँ। र त्यसमा विज्ञहरू चाहिँ के गर्न सकिन्छ भन्दाखेरि आमन्त्रित बोलाउन सक्नेछ भन्ने छ त्यहाँ। 7 जनाको समिति बन्छ। 7 जनाको समिति बनिसके पछाडि त्यसको म्याटर के विषयमा के सम्बन्धी चाहिँ कुन अधिकार क्षेत्र अनुसूची क्षेत्रको कुन विषयमा चाहिँ कानुन बन्नेछ ऐन बन्नेछ भन्ने प्रष्ट हुनु पर्यो। त्यो प्रष्ट भइसके पछाडि त्यसको ड्राफ्ट उनीहरूले बनाएर कहाँ पठाउँछ, अथवा त्यो जानकारी चाहिँ फिडब्याकको लागि वडा कार्यालय सबै 14, यो सुर्खेत नगरपालिकामा 14 वडा छ भने 14 वडामा चाहिँ जानकारी गराइदिने। त्यो फेरि स्वतः कसलाई दिन्छ भन्दाखेरि त्यो विधेयक समितिलाई नै दिन्छ। विधेयक समितिले त्यसलाई अन्तिम रूप दिइसके पछाडि यता कहाँ आउँछ भन्दाखेरि त्यो चाहिँ फेरि कार्यपालिकामा आउँछ। कार्यपालिकाको समिति भन्छ, समिति मार्फत त्यसलाई पास गर्ने हो। त्यसको लागि पास गरिसके पछाडि केही दिन लाग्छ। पास गरिसके पछाडि त्यसलाई अब सभामा लानुपर्ने हुन्छ। सभामा लानका लागि कम्तीको चाहिँ 5 दिनको समय चाहिँ के गर्नुपर्छ भन्दाखेरि नगर कार्यपालिकाले एउटा व्यक्तिलाई छान्छ, प्रशासकीयलाई 5 दिन अगाडि यसरी के आउँदैछ भन्दाखेरि विधेयक आउँदैछ भनेर जानकारी दिइसके पछाडि उहाँले आफ्नो के त भन्दाखेरि बुकमा जुन चाहिँ के कार्यक्रमको लिस्टमा त्यो हालिन्छ। उहाँले हालिसके पछाडि कम्तीको 3 दिन पहिला नै सबै कार्यपालिकाका नगरसभाका सदस्यलाई के गर्नुपर्छ भन्दाखेरि त्यसको चाहिँ विधेयकको कपी चाहिँ उपलब्ध गराउनुपर्छ। त्यो उपलब्ध गराइसके पछाडि अनि त्यो चाहिँ त्यसको बारेमा छलफल हुन्छ। छलफलमा अब कुनै व्यक्तिलाई चित्त बुझेन भने उसले के गर्छ भन्दाखेरि 24 घण्टाको समय लिएर यो कुरामा चित्त बुझेन, यो संशोधन हुनुपर्छ भनेर उसले फेरि त्यहाँ आफ्ना कुरा राख्छ। 24 घण्टाको समय हुन्छ अनि त्यसलाई चाहिँ संशोधन सहित भोलि पास गर्ने हो कि के हो, दफावार छलफल भइसकेपछि त्यो कहाँ आउँछ भन्दाखेरि सभाले पास गरिसकेपछि मात्रै कार्यान्वयन हुन्छ। यसले गर्दा लामो केसको प्रक्रिया छ। यो चाहिँ सही प्रक्रिया हो। यसरी चाहिँ प्रदेशको कानुनले चाहिँ ऐन चाहिँ स्थानीय तहले ऐन यसरी बनाउनु पर्छ भनेर भन्छ। अब एकै दिनमा विधेयक लिएर एकै दिनमा पास गर्यो भने त्यसले मान्यता पाउने रहेछ त? मान्यता नपाउने रहेछ खासमा चाहिँ। वैधानिक त्यही भयो। प्रक्रिया कानुनै पुरा गरेन नि त। अध्ययन पनि हुनु पर्यो होला। कानुन त त्यो भनेको त जनताको लागि हो नि त। पालिका सञ्चालन गर्नको लागि जनताको दैनिक जीवनसँग जोडिएका कुरालाई सहज तरिकाले सहज तरिकाले त्यो सेवाहरू उपलब्ध गराउनको लागि हैन, त्यसलाई
सबै समावेशिता कार्यान्वयन गर्नको लागि, समावेशी सबै कुरा समावेशी बनाउनको लागि, चेक एन्ड ब्यालेन्स गर्नको लागि, होइन, थुप्रै कुराहरू छ नि। त्यसैले गर्दाखेरि यो महत्त्वपूर्ण एउटा निर्माण गर्ने दायित्व जिम्मेवारी स्थानीय तहलाई दिएको छ। यो गलत तरिकाले यसको इन्टरप्रिटेसन भयो भने यसले राम्रो हुँदैन। हजुर, यसमा यो स्थानीय तहको चाहिँ कानुन कसरी बनाइन्छ र कसरी मान्यता पाउँछ र अघि मैले सोपान भने हुन्छ हुन्न? अघि मैले भने त त्यो बनाउने तरिका चाहिँ त्यही हो, हजुर हजुर, होइन? हजुर, तहगत सोपान भने के हो भन्दाखेरि हजुर, सङ्घले बनाएको कानुन सबभन्दा ठुलो, स्थानीय तहले बनाएको कानुन के अरे प्रदेशले बनाएको कानुन अलिक सानो र स्थानीय तहले बनाएको कानुन चाहिँ सबभन्दा सानो भन्ने चाहिँ हुँदैन। एकल अधिकारको क्षेत्रमा चाहिँ अनुसूची प्रदेशको सङ्घको एकल अधिकार भनेको चाहिँ अनुसूची 5 छ, होइन? प्रदेशको अनुसूची 6 छ र स्थानीय तहको चाहिँ 8 छ कि 8 बनाएको कानुनहरू, एकल अधिकारको कानुनहरूमा चाहिँ तहगत हुँदैन, सबै यसरी जान्छ कि प्यारालल जान्छ। सबै जस्तै स्थानीय तहले बनाएको कानुन त्यो उसको टेरिटोरीभित्र लागू भए तापनि त्यसको लागि छुट्टै सङ्घले के बनाउँदैन, कानुन बनाउँदैन। जस्तै यो शिक्षाको कानुन बनाउँछ नि, आधारभूत शिक्षाको कानुन, उसको क्षेत्र अधिकारभित्रको जुन कानुन बनाउँछ नि, त्यो कानुन स्थानीय तहले बनाएको कानुनै सङ्घको लागि पनि हुन्छ, प्रदेशको लागि पनि हुन्छ। तर यता साझा अधिकारका क्षेत्रमा चाहिँ फेरि तहगत सोपान हुन्छ। साझा अधिकार मार्फत बनिएको कानुन सबभन्दा माथि प्रदेश, के अरे सङ्घ, प्रदेश र स्थानीय हुन्छ। त्यसमा त तहगत सोपान हुन्छ। यो एकल र साझा अधिकारको सन्दर्भमा पनि अलिकति प्रश्न पारिदिनुहोस् न, र त्यसैलाई आधार बनाएर त होला कानुन बनाउने। अघि मैले एकलको बारेमा भने, साझाको बारेमा भने कि अझ तपाईँले बुझ्नु भएन के हो, अझ फेरि अलिक सजिलो तरिकाले भनिदिउँ क्या? अलि अझै अब किनभने धेरैलाई यो चाहिँ कठिन विषय पनि भयो, होइन, बुझ्नुको लागि। हजुर हजुर। अब यसको लागि ब्याक कहाँ जानुपर्छ भने संविधानको धारा 57 जानुपर्छ कि राजा शक्तिको बाँडफाँड। दुईटा कुरा हुँदो रहेछ कि भन्ने कुरा चाहिँ बुझ्नु पनि अघि। एउटा के बुझ्नुभयो भन्दाखेरि एउटा कानुन बनाउने अधिकार हुँदो रहेछ, सार्वभौम अधिकार। एउटा राज्य शक्तिको बाँडफाँड चाहिँ सङ्घीयमा हुँदो रहेछ भन्ने कुरा बुझ्नु पनि, होइन? पहिला एकात्मक राज्य प्रणाली हुँदा चाहिँ व्यवस्थापिका एउटा मात्रै हुन्थ्यो, तर अहिले त ती 3वटा व्यवस्थापिका पनि छन् त। कानुन बनाउने तीनटाले बनाउने भयो। राज्य शक्तिको बाँडफाँड भनेपछि राज्यको कुन कुन कुराको अधिकार कुन कुन तहलाई दिने भनेर पहिल्यै छुट्याएको हुन्छ कि संविधानमै छुट्याएको हुन्छ। कुन कुन अधिकार चाहिँ कसको, जस्तै माध्यमिक तहको शिक्षा हेर्ने अधिकार चाहिँ स्थानीय तहलाई भन्यो भने उसले के हेर्ने भयो, माध्यमिक तहसम्मकै हेर्ने भयो। प्रदेशको चाहिँ विश्वविद्यालय प्रदेश स्तरीय के त भन्दाखेरि क्याम्पसहरू, कलेजहरू भनेपछि त्यो कसले हेर्ने भयो, प्रदेशले हेर्ने भयो। र नेसनल इन्टरनेसनल टाइपको चाहिँ विश्वविद्यालयहरूको विषयमा चाहिँ कसले हेर्ने भयो भन्दाखेरि सङ्घले हेर्ने भयो। यसरी छुट्याइन्छ कि 3 तहको राज्य शक्तिको बाँडफाँड भनेको चाहिँ यसरी 3 तहलाई छुट्याइन्छ।